हाई एभ्रिवान, गुड मर्निङ सम्पूर्ण मेरो फेसबुकको मित्रहरूलाई र सम्पूर्ण मित्रहरूको आजको दिन मङ्गल कुशल रहोस् भन्दै कुशलताको कामना गर्दै आज पनि फेरि म मर्निङ वकमा आइसकेको छु है त गाइसहरू। हल्का हल्का एक्सर्साइज गर्ने हो सदाकै जस्तो है, त्यो एक्सर्साइजलाई कन्टिन्यू गर्नु मात्रै हुन्छ होइन। हल्का छिटोभन्दा छिटो एकदम वेट लस हुने एक्सर्साइजहरू यो गर्नुपर्छ, पुरा स्विङमा पुरा जोसमा गरेको हुनुपर्छ गाइजहरू। ल बेलुका एकदमै भएको हुन्छ होइन, अलिक जिउ हल्का तन्काउने यो हल्का रोटेट पुरा नसाहरू तन्काउनुपर्छ है गाइजहरू हो। हल्का हल्का सिम्पल एक्सर्साइज गर्नुपर्छ है त गाइजहरू। र आज चाहिँ मौसम पनि अलिकति क्लाउडी भइरहेको छ, आज एकदम पानी पर्ने सम्भावना भइरहेछ यहाँ एकसम्म चाहिँ है। हजुरहरूकोतिर कस्तो के छ त्यो मलाई याद भएन होइन। हल्का यो पुरा स्विङमा जोसमा हुनुपर्छ बिहान यस्तो छ यो पुरा जम्प यो पुरा जम्पको साथमा हुनुपर्छ कुनै पनि एक्सर्साइज। पन्जामा पुरै जम्पिङ ज्याक यो पुरा पन्जामा पुरा स्विङमा हुनुपर्छ यो जोसमा फेरि अलिकति होस राखेको हुनुपर्छ। अलिक होस छैन भने चाहिँ फेरि अलिकति खुट्टाहरू मर्किनु नसाहरू तर्किनु सक्छ है गाइजहरू। हल्का यही पुरा यो तन्काइदिने होइन, के छ यो पुरा फेरि साइड टु साइड पुरा हो यो। ल साथी, एकदमै बेली फ्याट चाहिँ एकदम बेसी छ भने चाहिँ यो एक्सर्साइज यो सुरु गरिहाल्नुहोस् आजदेखि। 50-50 को सेट 3 खेप 4 खेप यो ट्विस्ट फर्स्ट यो हो। एकदमै बेली फ्याट छिटोभन्दा छिटो अचुक जाने एक्सर्साइज चाहिँ यो है एकदम गाइजहरू। र तपाईँहरूको एकदमै ढाडहरू दुख्दैछ भने यो एक्सर्साइज गर्नुपर्छ। यो हल्का यो हो हल्का होइन, हल्का हो हल्का केही छैन, सिम्पल एक्सर्साइज गर्नुपर्ने हुन्छ गाइजहरू होइन। र मर्निङ एक्सर्साइज एकदमै इम्पोर्टेन्ट छ, गर्नुपर्छ भनेर म जहिले पनि तपाईँहरूलाई भनिरहेको हुन्छु। र गाइजहरू गरौँ आउनुहोस् तपाईँहरू पनि है, म सँगसँगै 1-2वटा एक्सर्साइज गर्नुहोस्। आफ्नो जिउलाई आफ्नो शरीरलाई फाइदै हुन्छ होइन, फाइदै हुन्छ एकदमै। कुनै पनि रोगहरूले सताउनु सक्दैन, जस्तै तपाईँहरूको सुगर छ भने है, प्रेसर छ भने होइन, एन्जाइटीहरू हुन्छ, डिप्रेसनहरू हुन्छ होइन। डिप्रेसन एन्जाइटी त्यो निन्द्रा नआउनेहरू हुन्छ नि, त्यस्तो एक्सर्साइजमा बिहान निस्किनुहोस्, पुरा एक्सर्साइज गर्नु, पुरा पसिना बगाउनुहोस्। त्यस्तो बिमार छ भने यसरी हो पुरा पसिना बगाउनुहोस् त, थाकेको हुन्छ होइन तपाईँहरू, एकदम त्यो जिउ पनि थाकेको हुन्छ। अन्त एकदमै बेलुका सुत्नुहोस् त कसरी निन्द्रा आउँदैन रहेछ होइन। निन्द्रा नआउने बिमारहरू हुन्छ नि होइन, एन्जाइटीहरू सिम्टम्स हुन्छ होइन। पुरा एक्सर्साइज गर्नुहोस्, थाक्नुहोस्, बेलुका कसरी निन्द्रा आउँदैन रहेछ होइन। र हो यति गर्दै यो भिडियोमा तपाईँहरूमा बिदा लिन चाहे, फेरि अर्को भिडियोमा भेट हुने नै छ। नुगेन के रे को के बाबा।